अमेरिका भन्ने बित्तिकै धेरैको मनमा एउटै कुरा आउँछ, विकास, अवसर, सफा सडक, ठुला घरहरू र व्यवस्थित जीवन। तर अमेरिका साँच्चीकै कस्तो लाग्छ जब त्यो देशलाई पहिलोपटक आमा बुबाको आँखाले हेर्छ? हामी जस्ता छोराछोरीका लागि अमेरिका बिस्तारै सामान्य बन्दै जान्छ। काम, पढाइ, बिल, रुटिन यिनैबिच हामी बाँच्न सिक्छौँ। तर हाम्रो आमा बुबाका लागि अमेरिका केवल एउटा नयाँ देश होइन, यो तुलना हो नेपालसँग, जीवनशैलीसँग, सम्बन्धसँग, बुढेसकालसँग र आफ्नै सन्तानसँग बिताउने नयाँ समयसँग। यो भिडियो अमेरिका कस्तो लाग्छ भन्ने अनुभूति हो आमा बुबाको आँखाबाट। हामीलाई चाहिँ अमेरिका आउनुभन्दा पहिला चाहिँ कसो थियो भने मान्छेहरूको कुराहरूले गर्दा यस्तो छ उस्तो छ, विकासहरू राम्रो छ, ऊ हुन्छ भन्थ्यो। अनि कस्तो नहोला, बाटोघाटो कस्तो होला, घरहरू कस्ता होलान्, अनि त्यो हेर्नलाई चाहिँ हामीलाई चाहिँ अलि ऊ थियो। अलि मनमा चाहिँ हाम्रो देशमा त त्यस्तो छैन, एउटा औलो भन्ने धररै हो। त्यहाँ त अब घर पनि अग्ला अग्ला हेर्न पाइने होला के होला भनेको यहाँ आएर चाहिँ नि हेर्दा चाहिँ नि ठिक लाग्यो, राम्रो लाग्यो होइन। पहिलाको मनमा भएको त्यो कौतूहललाई चाहिँ नि समाधान भयो। ठुल्ठुला घर भवन जहाँ गए पनि एकनासे घरहरू कस्तो राम्रो, बाटोघाटो सरसफाइ एकदम राम्रो के। सोचे भन्दा नि अझ राम्रो लाग्यो के घुम्दाखेरि त। अमेरिका भनेको त कस्तो नै होला जस्तो लाग्थ्यो पहिला। अमेरिका पुग्दा के नै होला जस्तो हुन्थ्यो। आखिरी आँखाले प्रत्यक्ष देखियो। जे होस् अमेरिका भनेको अमेरिकै रहेछ, ठाउँ जे होस् राम्रो छ। अमेरिका आउनुअघि बाआमालाई जुन अपेक्षा हुन्छ, यहाँ आइसकेपछि छुट्टै अनुभव हुन सक्छ। प्रायः त छोराछोरी काममा, पढाइमा जाँदा घुम्न आएका बाआमाहरू घरमा एक्लै हुन्छन्। त्यो एक्लोपनमा पनि छुट्टै अनुभव छ, छुट्टै कथाहरू छन् र छन् छुट्टै गुनासाहरू। अब खासै हामीलाई उमेर गएको मान्छेलाई चाहिँ बालबच्चा भएर अलिकति टाइम बिताउनलाई सजिलो हुने। अब जस्तो हामी जस्तो उमेर पाएको भइसकेकोलाई चाहिँ काम नभएपछि चाहिँ सधैँभरि घरमै बसिरहनलाई चाहिँ नि अलिकति समय काट्नलाई चाहिँ गाह्रो हुने क्या। कि बच्चाहरू नाति नातिना परिवार भइदियोदेखि अलिकति घरमा गफसफ गर्ने, खेल्ने, गर्नलाई टाइम जाने सजिलो हुन्थ्यो। अब काम नहुनाले चाहिँ टाइम बिताउनलाई चाहिँ बहुतै गाह्रो हुने क्या। मलाई त उस्तै लाग्यो। मलाई त नेपालमा पनि म एक्लै बस्ने, यहाँ पनि एक्लै जे होस् भित्र घरको कामले गर्दाखेरि मलाई त जहाँ बसे नि उस्तै लाग्यो। केही त्यस्तो डाउट चाहिँ लागेन। अमेरिका केवल टाढापनको देश होइन, टाढा भएर पनि आफ्नो पनि यहाँ तब महसुस हुन्छ जब चाडपर्व आउँछ। दसैँ, तिहार, तीज नेपालबाट हजारौँ किलोमिटर टाढा भएर पनि नेपालीहरूले आफ्नो संस्कार जोगाएको बाबा मम्मीलाई धेरै मन पर्यो। यहाँ चाहिँ आएर मनाउँदाखेरि आफ्नो आफन्त मात्रै होइन, जति नेपालीहरू हुनुहुन्छ सबैजना आफ्नो आमा बुवा भनेर टिका लाउन आउने, त्यो चाहिँ रमाइलो लाग्यो। उहाँ चाहिँ आफ्नो आफन्तकोमा मात्रै जाने चलन छ। यहाँ चाहिँ जति नेपाली हुनुहुन्छ आफूभन्दा ठुलोकोमा आएर टिका लाउँदाखेरि त्यो चाहिँ रमाइलो लाग्यो। अनि यहाँ आएर पहिला तिज मनाइयो, दसैँ मनाइयो, तिहार मनाइयो, रमाइलो भयो। जस्तो अब हाम्रो उहाँ नेपालकै जस्तो यहाँ आउने भाइ बहिनीहरूले पनि घर हुनेहरूले नि आफ्नो चाडपर्व, आफ्नो रीतिरिवाजलाई चाहिँ सम्झेर आफ्नो मनाउने रहेछन्। हामी पनि अब जस्तो नागपञ्चमीबाट हामी सुरु भएको थियौँ यहाँ चाड मनाउन। जस्तो नागपञ्चमीमा पनि यहाँ पनि नाग टाँस्ने परम्परा पनि गर्न रहेछन् भाइ बहिनीहरूले। जस्तो त्यसपछि अब दसैँमा जमरा राख्ने पनि यहाँ जौ नभएर एकजना हाम्रो ब्राह्मण भाइले यहीँ हामी कहाँबाट जौ लगेर जमरा उमार्नलाई चाहिँ जमरा उमार्नुभयो। त्यसपछि हामी सबैजना जम्मा भएर चाहिँ नि नेपालीहरू सबै बसेर हामी दसैँ पनि राम्रोसँग मनायौँ। त्यसपछि तिहारमा पनि रमझम गरेर देउसी भैलो जस्तो कार्यक्रम राखेर खेल्ने गर्ने गरेर मनाउने रहेछन्। जे होस् विदेशमा भए पनि आफ्नो कल्चरलाई चाहिँ यहाँ पनि मनाएर राम्रो गर्ने रहेछन्। विदेशको यो नेपालीपनभित्र पनि बाबा मम्मीको मनले नेपाल भने सधैँ खोजिरह्यो। आफ्नो सारा जिन्दगी नेपालमा बिताउनुभएका बाबा मम्मीको मनले नेपाल र विदेशको तुलना सधैँभरि गरि नै रहन्छ।
अब जस्तो नेपालमा भएको यहाँ नभएको भने चाहिँ अब जस्तो बुढेसकालमा अब समय बिताउनलाई जस्तो हाम्रो अब वल्लो घर पल्लो घरको छिमेकीहरूसँग नभएको होइन, त्योसँग सम्बन्ध नभएको। दोस्रो कुरो अब मठ मन्दिरहरू हामी हिन्दू धर्म मान्नेहरूले नजिक नजिक चाहिँ हाम्रो अब हामी बुढेसकालमा टाढा टाढा मन्दिर जान सक्दैनौँ। जस्तो यहाँ चाहिँ नि अब जस्तो टेक्सस राज्यमा रहेछ अमेरिकाको पनि अलिक ठुलो मन्दिर भने त्यहाँ पनि अब घन्टौँ मोटरमा जानुपर्नेलाई बुढाकाँडालाई जानलाई अप्ठ्यारो। त्यसको वातावरणले चाहिँ अलिकति गाह्रो हो, नत्र नेपाल र यहाँमा केही फरक जस्तो छैन। बस्नलाई गाह्रो भने चाहिँ त्यो हो, जीवन बिताउनलाई चाहिँ सबै उही त हो जस्तो लाग्यो मलाई चाहिँ। जहाँ पनि नजिक टाढा उस्तै हो, गर्छु भन्दाखेरि पाइने रहेछ, त्यही हो। अब खानेकुरामा चाहिँ करिब करिब अब हामीले अब बिजी भएर फुर्सद नभएर खानेमा चाहिँ हामीले यहीँको रेस्टुरेन्टमा जस्तो अब मेक्सिकन इन्डियन खानाहरू पनि नेपाली बाहेक नेपाली खाना पनि रेस्टुरेन्टमा छ, नेपाली खाना पनि छ। तर अब जो घर परिवार गरेर बसिया छन् त्यसको लागि चाहिँ अमेरिका भन्नु पर्दैन खाना, किनभने हाम्रो नेपालको जस्तै दाल भात तरकारी आखिरी किन्नलाई हामीले इन्डियन पसलहरूमा गएर चाहिँ हाम्रो नेपालमै पाउने सामानहरू, अधिकांश सामानहरू चाहिँ नेपालमा पाउने सामान चाहिँ यहाँ पनि पाउने र हामीले दैनिक उपभोग गर्ने चाहिने नेपालमा उपभोग गर्ने सामान चाहिँ यहाँ पनि किन्न पाउने हुनाले परिवारहरू बस्नेमा चाहिँ खानालाई चाहिँ फरक नपर्ने रहेछ। किनभने बिहान बेलुका हामी परिवार बस्छौँ, घरमै खान्छौँ भनेदेखि वहीँको जस्तो खानेकुराहरू चाहिँ नि सरल तरिकाले पाउन सकिने रहेछ। मलाई चाहिँ यहाँको तरकारी सुरुमा चाहिँ सबै त गुलियो लाग्यो, अहिले चाहिँ बानी हुँदै गयो, अहिले चाहिँ मिठो लाग्न थाले। अरू त उयो जहाँ गयो भने हामीले किनेर खाने मान्छेलाई जहाँ गयो भने किन्नै पर्ने। तर यहाँ कमाएर खानेलाई चाहिँ नेपालभन्दा यहाँ धेरै सस्तो लाग्यो मलाई, यहाँ कमाएर यहीँ बसेर खानेलाई चाहिँ। अब कमाउने र महँगीको तुलनामा जस्तो नेपालमा चाहिने जसले 10,000 कमाउँछ भने त्यो हिसाबले सरकारलाई चाहिँ ट्याक्स पनि तिर्नु अहिलेसम्म त्यो उसको व्यवस्था नि गरेको छैन। अब यहाँ जस्तो कमायो भने त्यसको चाहिने कति 30% 40%, अब कोही देशमा चाहिँ अझ 45-50% पनि कर तिर्नुपर्ने भयो हुनाले अब धेरै कमाएदेखि पनि पैसा आफूसँग कम हुने। तर अब त्यहाँको र यहाँको हिसाबले तलबको हिसाबले यहाँ जे होस् तलब पनि पैसाको हामीले अनुपात साट्ने अनुपात नगरे पनि कस्तो छ भनेदेखि पैसाको तलबको हिसाबले हाम्रो नेपालमा भन्दा चाहिँ अरू देशमा चाहिँ अलिक बढी भएको हुनाले अनि महँगो त्यति नभएको हुनाले जस्तो मैले यहाँ चाहिँ नि सामान किन्नमा जस्तो 1 रुपियाँ 2 रुपियाँमा पनि सामान किन्न पाउने। अब नेपालमा चाहिँ 1 रुपियाँ 2 रुपियाँले केही पनि आउँदैन, 100 रुपियाँकै सामान किन्यो भने केही पनि छैन। जस्तो मैले अस्ति यहाँ चाहिँ नि केस काट्न गएँ, 18 रुपियाँमा मैले काटेँ, उहाँ चाहिँ नि 150 लिन्छ। अब पैसाको हिसाबले गर्दा मैले यहाँबाट उहाँ लगेर साटे पो यो पैसाले मलाई धेरै हुने। तर मैले अब यहीँ कमाउँछु, यहीँ बस्छु, यहीँ खान्छु भने त नेपालमा जाँदा मैले 150 तिर्नुपर्छ भने यहाँ चाहिँ 18 रुपियाँले भनेपछि अलि सस्तोको हिसाबमा चाहिँ सरल नै छ जस्तो। अनि सामान किन्न पनि कसैले झुक्क्याउला कसैले ठग्ला भन्नु पर्दैन, प्रत्येक सामानको भाउ पनि सरल तरिकाले राखिदिएको छ सोझा साझा मान्छेहरूलाई पनि। जस्तो हाम्रो नेपालमा चाहिँ नि कस्तो भने कहिलाई के भाउ कहिलाई के भयो, अलिक सोझो मान्छे आएन अलिक बढी भनिदिने, अलिक हाटाउटो गर्न सक्यो भने त्यसलाई घटाएर पनि दिने, त्यस्तो चाहिँ व्यवस्था यहाँ चाहिँ नि रहन्छ। राम्रो छ, जो सिस्टम चाहिँ एकदम राम्रो हो। जब हामी विकसित देशमा जान्छौँ तब लाग्छ हाम्रो देशमा पनि यस्तै भइदिए कति राम्रो हुन्थ्यो। बाबा मम्मीलाई पनि यहाँ केही कुराहरू राम्रो लागे। फरक परिवेशमा हुर्केका मानिसहरूले गरेको विकासबाट पनि हामीले सिक्नुपर्छ भन्ने उहाँहरूको बुझाइ छ। मलाई सबैभन्दा मनपर्ने कुरा चाहिँ कस्तो भने एकदम सिस्टममा सबैजनालाई कसैले केही भन्न नपर्ने, कसैलाई भनिरहनु नपर्ने। जस्तो बाटोमा हिँड्दा पनि गाडी चलाउनलाई पनि हाम्रो उहाँ भयो भने त छाड र मछाड गरेर अगाडि जानु खोजिदिने, यहाँ त्यस्तो छैन। जस्तो अब स्कुलको गाडी आयो भने त्यो बच्चाहरू चढ्ने भावनाले त्यसलाई प्राथमिकता दिनलाई परैदेखि झन्डै 10 मिटर फरक गरेर चाहिँ गाडी रोकिदिने,
त्यो पनि राम्रो। अनि सामानहरू पसलहरूमा पनि हाम्रो उहाँ भए झर्को मर्को गर्छन् नेपालमा भएदेखि, यहाँ त्यो पनि छैन। सिस्टममा चाहिँ एकदम सिस्टममा चल्या हुनाले मलाई त्यो चाहिँ सबैभन्दा राम्रो चाहिँ देश सिस्टममा चल्या हुनाले हाम्रो देश पनि त्यसै गरी सिस्टममा चलोस् भन्नेमा छु। खासै मन नपरेको कुरा भने अब एक अर्कोसँग सम्बन्ध छैन। जस्तो छिमेकी, जस्तो म यहाँ 5 महिना करिब करिब अमेरिकामा बसेँ। लगातार बस्दा मैले चाहिँ मेरो घरबाट दूरी चाहिँ नि झन्डै 10 मिटरको फरकमा, 10 मिटर जतिकै फरकमा छिमेकीहरू छन्। आजसम्म मैले त्यो छिमेकीसँग गफ गर्न नि पाइनँ, बोल्न पनि पाइनँ। अथवा भाषै नजाने भए हातले अनुसार लाएर नि मान्छेले गफ गर्छ, लाटोले नि गफ गरे हुन्छ। त्यो सबैभन्दा मन नपर्छ एक अर्कासँग यहाँ सम्बन्ध छैन। आफै काम गर्ने, आफै रमाउने, आफै खाने, आफै हिँड्ने, त्यो भावनाले त्यति चाहिँ रमाइलो छैन। मलाई त सिस्टमले देश चल्या त्यो चाहिँ साह्रै मन पर्यो। जता गए पनि कोही मान्छे नठगिने, कतै केही नहुने, कसैले ढाँट्छु छल्छु भन्न नपाइने। नेपालमा गयो भने चाहिँ ढाँट्न छल्न सबै गर्छन् मान्छे हेरेर काम गर्छन्। यहाँ चाहिँ त्यो छैन। त्यो चाहिँ साह्रै मन पर्यो ठाउँ। मन नपरेको भनेको त्यही छरछिमेकी यताउति। हामीले के अरे इङ्ग्लिस नबुझेर पनि होला हामीलाई त छरछिमेकी मन नपरेको। इङ्ग्लिस बुझ्ने भएको भएदेखि त हामी पनि अब बोलिन्थ्यो होला, हाई हल्लो चाहिँ गरिन्छ। अर्थक चाहिँ होइन, बाटोमा हिँड्दाखेरि पनि यहाँका मान्छेले चाहिँ चिन्ने होस् या नचिनेको होस् हाई हल्लो चाहिँ गरेर हिँड्छन्। त्यो चाहिँ मन पर्यो। फेरि यो चाहिँ कस्तो भयो भने अब यहाँ चाहिँ मान्छे अलिकति सभ्यता बुझेको। अब जस्तो कोही मान्छे आफू सँगसँगै भित्र जान लागेको छ, अब पसलहरूमा भने पनि ढोका समाइदिएर सहयोग गर्ने, अब बाटोमा हिँड्दा पनि हाई भनेर एकदम रेस्पेक्ट गरेर हिँड्ने, त्यो चाहिँ सभ्यता चाहिँ एकदम राम्रो क्या। अब जुनसुकै कल्चरमा धार्मिक दृष्टिकोणले जुनसुकैमा हुर्किया भए पनि त्यहाँ त्यसको मतभेद नगरेर मान्छेहरूलाई चाहिँ एक अर्काले सहयोग गर्ने, त्यो चाहिँ एकदम राम्रो लाग्यो मलाई पनि। सम्भवतः सबैभन्दा महत्त्वपूर्ण प्रश्न जो हामी विदेश घुम्न आउनुभएका बाबाआमालाई गर्दैनौँ त्यो हो, विदेशमा आएपछि आफ्ना छोराछोरीहरूले आफ्नो लागि के गरिदिन् भन्ने चाहनुहुन्छ। छोराछोरीहरूले के गरिदिए भने आफूलाई समय बिताउन सजिलो र रमाइलो हुन्छ। ट्याममा जे ट्याम पास गरिदिउन्, उनीहरूलाई कहिलेकाहीँ घुमाइदिउन्। अनि जेसँगै हिँड्नु पर्दाखेरि उनीहरूकै पछि लाएर डोर्याएर हिँड्ने जस्तो हुँदो रहेछ। भएन भने घरमै बस्ने उ गर्ने, त्यस्तो झ्याउ मान्नु आमा बाबु आउनेले पनि आमा बाबुले त्यस्तो झ्याउ मान्नु चाहिँ भएन। उनीहरूलाई नि आफ्नो काम छोडेर बस भन्ने कुरो पनि आउँदैन। काम आफ्नो काम गर्नै पर्यो, जहाँ गए पनि काम त गर्नै पर्छ। काम चाहिँ गर्नै पर्छ, त्यो झ्याउ मान्नु भएन। अर्थक त ठिक छ। अब आउने अरू भाइ बहिनीहरूले पनि आमा बाउ गार्जियनहरूलाई बोलाउनुहुन्छ भने तपाईँहरूले भरसक आफ्नो पढाइ अब अथवा जागिर आफ्नो पेसालाई पनि उसमा राखेर मध्यनजर गर्दै समय निकालेर घुमाउने, अथवा बिदा 2 दिन बिदा हुँदैछ यहाँ जस्तो शनिबार आइतबार 2 दिन बिदामा चाहिँ करिब करिब अलि आमा बाउसँग होलमेल गरेर घरमा बस्ने, गफ गर्ने, अनि घुमाउनु पर्यो भने लिएर जाने होइन, घुमाइदिने, त्यो गर्यो भने अब आमा बाउहरूलाई अलि सहज वातावरण हुन्छ। किनभने एक्लै बसिया जस्तो हुँदैन। अब यहाँ चाहिँ किनभने 7 दिनमा 5 दिन अफिस गए पनि 2 दिन खाली हुने भयो हुनाले 2 दिन त त्यो 5 दिनको नरमाइलो पनि 2 दिनको रमाइलोले चाहिँ बिताउन सजिलो हुन्छ। यी सबै कुरापछि नेपाल ठिक कि अमेरिका ठिक? अब हाम्रो उमेरको मान्छेहरूलाई काम साम नगर्नेलाई हो भने त अमेरिका भन्दा नेपाल ठिक हो। किनभने अब बुढेसकाल भएपछि यहाँ काम पनि हुँदैन, केही पनि हुँदैन, काम गर्न पनि सकिँदैन। अनि घुम्न जानलाई नि हामी टाढा जान सक्दैनौँ, हाम्रो भाषा मिल्दैन। त्यो भावनाले हामीले गाडी चलाउन पनि सक्दैनौँ। र यहाँ गाडी नभइकन अब यहीँबाट पसलै जानु पर्यो भने नि यहाँ चाहिँ किनभने गाडी नभएको मान्छेलाई हामी जस्तो पर्यो भने हिँडेर जानु पर्यो भने त्यो सम्भावना छैन, अर्काको भरमा बाँच्नुपर्ने हुन्छ। त्यस कारणले अब बुढेसकालमा अब काम गर्ने, यहीँ रिटायर हुने, यहीँबाट रिटायर हुन्छु भन्नेलाई चाहिँ यहाँको वास्तविकताले सबै कुरो सरकारले सुविधा पनि दिएको छ, सुविधा गरिदिया पनि छ। त्यसो कारणले त्यस्तोलाई चाहिँ यहाँ ठिक। अब अहिले हामी जस्तो उमेर पुगेर यहीँ आएर बस्छु भन्नेलाई चाहिँ अलिक दिन बिताउन गाह्रो हुन्छ। उहाँ भए यसो ओल्लो घर पल्लो घर छरछिमेक नातागोतासँग गफ गर्न पाइन्छ। यहाँ अब नातागोता पनि कम र नेपालीहरू पनि आफ्नो धुनमा लाग्यो भने आफ्नो काममा
व्यस्त भए हुनाले अब भेटघाट गर्न पनि अलिकति समय नमिल्ने भए हुनाले बुढाखाडालाई चाहिँ अलिकति गाह्रो हुने हाम्रो उमेरकोलाई चाहिँ। अन्त्यमा आफूले देखेका र भोगेका अप्ठ्याराहरूबाट सिक्दै आफ्नै उमेरका मानिसहरू यहाँ आउन लाग्नु भएको छ भने उहाँहरूलाई कसरी सजिलो होला र उहाँहरूको लागि त्यो समय अझै रमाइलो कसरी होला? अब यस्तो हो, अब हामी धेरै समय बस्ने भयो भने त अब अलिक गाह्रो हुने महसुस गरेँ मैले। अब अहिले त हामी किनभने भर्खरै आएर पनि कमसेकम धेरै जस्तो राज्यहरूमा म चाहिँ करिब करिब 12वटा राज्यमा चाहिँ नि अमेरिकाको 12वटा 13वटा राज्यमा घुम्न गएँ। कोहीमा 1 हप्ता, कोहीमा 3 दिन, कोहीमा 4 दिन, कोहीमा 5 दिन बस्यो। त्यो प्रेडले गर्दा पनि मलाई त्यति अप्ठ्यारो त लागेन। अब सधैँभरि म यहीँ बस्छु भन्ने भयो भने चाहिँ जस्तो काम नहुने र घरमा परिवार पनि कोही नहुनेहरूलाई चाहिँ अलिकति टाइम बिताउनलाई, अब हामी भाषा पनि त्यति राम्रोसँग नबोल्ने, अनि जानलाई पनि हाम्रो यहाँको सिस्टम अब गाडीमै चढेर जानलाई पनि कहाँ जाने हो, कहाँ ओर्लिने हो भन्ने त्यति कुरो हामीलाई याद पनि नभए हुनाले समय बिताउनलाई चाहिँ अलि सधैँभरि बस्छु भन्नेलाई चाहिँ अलिक समय बिताउनलाई अलिकति अप्ठ्यारै हुने सम्भावना देखेँ मैले चाहिँ। खास अब आउन लाग्नु भएकोहरूलाई पनि कस्तो छ भने आउनुहोस्, देशहरू राम्रो हेर्न पाइन्छ, विकास भएको हाम्रो देशमा चाहिँ केही पनि काठमाडौँ जस्तो राजधानी जस्तो ठाउँमा पनि केही पनि छैन। एउटा चाहिँ अब फोहोरको पनि व्यवस्था गर्न सकेको छैन। यहाँ जम्मै विकासहरू अहिले आधुनिक उहरू हेर्न पाइन्छ, अनुभव गर्न पाइन्छ। त्यो कारणले आउनुहोस्, हेर्नुहोस्। अब विश्वको सबैभन्दा अब यो शक्तिशाली देश अहिलेसम्म अमेरिका भन्दा ठुलो कोही पनि हुन सकेको छैन। त्यस्तो देशमा आउनुहोस्, घुम्नुहोस्, अनुभव गर्नुहोस्, हेर्नुहोस्। आफ्नो छोराछोरीहरूलाई पनि अलिकति सान्त्वना हुन्छ। कमसेकम मेरो बाउ मेरो आमालाई लिएर मैले अमेरिकामा यस्तो भएको देखाएँ। जस्तो हामीले अब टिभीबाट मोबाइलबाट हेर्नु र आफ्नो प्रत्यक्ष आफूले आएर हेर्नुमा फरक पर्छ। त्यस कारणले आउनुहोस्, हेर्नुहोस्। तर म नेपाली भएको नाताले सधैँभरि आजीवनै जिन्दगी अमेरिकामै बिताउनुहोस् भन्नेमा चाहिँ छैन। घुम्न आउनुहोस्, 6 महिना 8 महिना 1 वर्ष बस्नुहोस्, होइन, घुम्नुहोस्, यहाँको अध्ययन गर्नुहोस्। त्यहाँ गएर पनि त्यहाँ गएर ल कमसेकम आफ्नुभन्दा तलको भाइ बहिनीहरूलाई ल है यस्तो गर्नुपर्ने छ, यस्तो हुँदो रहेछ। जस्तो म कोलोराडो भन्ने राज्यमा गएँ, त्यहाँ चाहिँ एकदम मैले पहाडको बाटो हेरेँ। हाम्रोभन्दा बढी ट्रनिङ भएको ठाउँमा पनि एकदम सहज तरिकाले त्यति माथि हाइटमा हाम्रो चाहिने गोसाइँथानभन्दा माथिसम्म हाइटमा चाहिँ गाडी पनि सुविधाले गएको छ। माथि एकदम पार्क सार्क, खेल्ने ठाउँ, बस्ने ठाउँ, सबै कुराको सुविधा भए हुनाले आउनेहरूलाई नि त्यस्तो ठाउँमा हेर्नुहोस्, आफूले नै अनुभव गर्नु। ए हुँदो रहेछ नि त हाम्रो देशमा नि गर्ने भन्ने कुरा हो। राम्रो छ आउनलाई, आउनुहोस्, घुम्नुहोस्, होइन, यही शुभकामना छ। रमाइलो लाग्यो। कोलोराडो ठाउँ पनि रमाइलो लाग्यो। 12-13वटा राज्य घुमियो, रमाइलो लाग्यो।